अहिले चाहिँ बजारमा चाहिँ दुर्गेश थापाको नयाँ गीत चाहिँ रिलिज भएको रहेछ, म्याथ सिक्ने भयो होइन। यो खासमा भन्न खोजेको चाहिँ यसले म्याथ सिक्ने भयो भन्न खोजेको, तर डाइरेक्टली भन्दाखेरि चाहिँ कस्तो नकारात्मक तरिकाले नेगेटिभ सुनिएको कि यो गीत चाहिँ म्याथ सिक्ने भयो भन्दाखेरि चाहिँ तपाईँहरूले टु बी अनेस्टली भन्नु, यो गीत चाहिँ सुरुमा सुन्दाखेरि चाहिँ कस्तो लागेको थियो र कुन शब्दतिर तपाईँहरू जानुभएको थियो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। आफै पनि सानैदेखि भनौँ न दुर्गेश थापाको फ्यान नै हो क्या, सानैदेखि गीत सुन्दै आएको होइन। एकदमै राम्रो राम्रो गीतहरू गाइराख्नु भएको उहाँले चाहिँ सुन्दै आएको हुर्केकै हो भनौँ न। तर अब पनि अहिलेको सिनारियो हेर्दाखेरि चाहिँ बच्चाहरू पनि इभन दुर्गेश थापाको गीतबाट यति फ्यानहरू छन्, बच्चैहरू होलान् क्या, लौलो पाका भन्दा बच्चाहरू धेरै फ्यान छन् जस्तो लाग्छ क्या मलाई नेपालमा दुर्गेश थापाको होइन। अब दुर्गेश थापाले नि यस्तै खालको गीतहरू चाहिँ भित्राइसकेपछि समाजलाई चाहिँ कहाँसम्म चाहिँ ठक्कर पुग्छ भन्ने कुराहरू हामी आफैले पनि आकलन गर्न सकिन्छ। सो यो गीतमा चाहिँ मैले 10मा चाहिँ 1 पनि रेट दिन मन लागेन। सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो, गीत सुन्नुभएको छ भने चाहिँ प्रतिक्रिया दिनु होला, नसुनेकाले पनि सुनेर चाहिँ फेरि प्रतिक्रिया कमेन्ट बक्समा दिनु होला। हस्त, धन्यवाद।